तर सरकार यी सबै विषयहरूप्रतिलाई व्यवस्था गरिराखेको छ र बेखबर जस्तै देखिन थालिराखेको छ। सभामुख महोदय, राज्यका महत्त्वपूर्ण अङ्ग र निकायहरूलाई आफ्नो नियन्त्रणमा लिएर सरकार सर्वसत्तावादको अभ्यास गर्न उद्यत भइराखेको छ। सरकार उसो त स्वार्थ समूहहरूको पृष्ठपोषण र बैशाखीमा निर्मित भएको कारणले स्वार्थ समूहहरूको बिचौलियाहरूको हित रक्षाको निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनिरहेको छ। सभामुख महोदय, लोकतन्त्रमा सङ्ख्या महत्त्वपूर्ण कुरा हो, तर सङ्ख्याका पहाडहरू जनचाहनाको सामु गर्ल्याम गुल्म ढलेका इतिहासहरू अनुभवहरू हाम्रो वरिपरि छन्। सरकारले यसतर्फ ध्यान दिइराखेको देखिँदैन। म सरकार यसतर्फ पनि बेखबर जस्तो देखिराखेको छ। सभामुख महोदय, यति बेला सरकारले 2/3 सामर्थ्य एक राष्ट्र सेवकको मानमर्दन गर्न, अपमानित गर्न र एउटा निश्चित सार्वजनिक संस्थालाई तेजोवध गर्नको लागि आफ्नो सामर्थ्य प्रदर्शन गरिराखेको छ। सभामुख महोदय, स्पष्टीकरणको नौटङ्की विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विभिन्न बहानामा स्पष्टीकरणको नौटङ्की रचेर आफ्नो गलत करतुतलाई छोप्ने दुष्प्रयत्न समेत सँगसँगै गरिराखेको छ। विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्ती, बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पुरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पने, यिनै र यस्तै उद्देश्यहरूमा आधारित छ भन्ने कुरा आम जनताले राम्रोसँग चाहिँ बुझेको छ र आम जनता यो विषयमा स्पष्ट पनि छ। कहिलेकाहीँ लाग्छ सबैले आज एउटा प्रश्न गरिराखेका छन्, 4 महिनापछि स्वतः अवकाश प्राप्त गर्ने एकजना राष्ट्र सेवकमाथि यो हदको मानमर्दन सरकारले किन गर्यो? मान्छेले यो खोजिरहेको छ र सोचिरहेको छ। सायद सरकारलाई 4 महिना पर्खने धैर्यता छैन। सरकार आफ्नो औचित्य गुमाउँदै गइरहेको छ। जुन प्रयोजनको लागि सरकार बनेको दाबी गर्दै आइराखेको थियो, ती सबै औचित्यहरू नाकाम साबित हुँदै गइराखेका छन् र औचित्य साबित गर्न सकिरहेको छैन। सायद 4 महिना पनि टिक्न सकिन्छ भन्ने आत्मविश्वास गुमाएको कारणले होला 4 महिना अगावै सरकार विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुग्दछ। यहाँ गजबको कुरा सुनिरहेको छ। हुनुपर्ने थियो एउटा कुशल व्यवस्थापकलाई पुरस्कृत गर्ने, राम्रो काम गर्नेहरू पुरस्कृत हुन्छन् भन्ने एउटा सन्देश प्रवाह गर्नुपर्ने, सबै राष्ट्र सेवकहरूको मनोबल उच्च बनाउनु पर्ने र राष्ट्र निर्माणमा सबैलाई लाग्न उत्प्रेरित गर्नुपर्ने कुरा यसो थियो। तर सरकार उल्टै बाटो हिँडिराखेको छ। म केही दृष्टान्त राख्न चाहन्छु। सभामुख महोदय, नेपालमा लोड सेडिङको अन्त 2072-73 पछि भयो। यहाँ भन्ने गरिएको छ लोड सेडिङको अन्त, सरकारका मन्त्रीले हाकाहाकी बनिरहनु भएको छ। लोड सेडिङको अन्त अमुक राष्ट्रको कारणले भयो, मित्र राष्ट्रको कारणले भयो। तथ्यहरूले भनिराखेका छन् 2072-73 सम्म भारतबाट आयात गर्ने बिजुली 34% हिस्सा थियो नेपालमा। तर कुलमान घिसिङलाई प्रबन्ध निर्देशक बनाएर ल्याएको अर्को वर्षमा हेर्दा केवल त्यो प्रतिशत 35 मात्र पुगेको छ। 34बाट 35% मात्र भएको छ। कुलमान घिसिङ नियुक्ति भएको 45 दिनभित्रमा काठमाडौँ र पोखरा लोड सेडिङ मुक्त भएको छ। सभामुख महोदय, अब यो कुरा दिनको घाम जत्तिकै छर्लङ्ग हुँदै अनि लोड सेडिङको अन्त भारतको कारणले भएको हो, मित्र राष्ट्रको कारणले भएको हो, अरू कारणले भएको हो, यसो भनिरहनुको अर्थ के हो? यसो किन भनिरहेको छ सरकार? हामी जवाब खोजिरहेका छौँ सभामुख महोदय। यस सँगसँगै लोड सेडिङको अन्त्य त भयो। हाल 99% जनताले विद्युत पहुँच पाएका छन्। पहिले वर्षायाममा समेत भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था थियो। विगत 3 वर्षदेखि नेपालले भारतलाई विद्युत निर्यात गरिरहेको छ। 79-80 मा विद्युत निर्यातबाट करिब 18 अरब आम्दानी भएको कुरा हामी सबैलाई थाहा छ। बङ्गलादेशलाई पनि विद्युत निर्यात सुरु गरिएको छ। सहज आपूर्तिका कारण नेपालमा विद्युत खपत 3 गुणा वृद्धि पनि भएको छ। 20 युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क अथवा न्यूनतम दस्तुर 30 रुपियाँ मात्रमा करिब 22 लाख घरधुरीले यो सेवा प्राप्त गरिराखेका छन् र निःशुल्क सेवा प्राप्त गरिराखेका छन्।
विद्युत उत्पादन वृद्धि 8 वर्षमा 4 गुणा हुन पुगेको छ। मान्य सदस्य संक्षिप्त गर्नु। त यी सबै यो विवरणहरू या लामो एउटा फेरिस्त छ। यो सबै विवरणहरू हेर्दा एक राष्ट्र सेवकलाई, कुशल व्यवस्थापकलाई पुरस्कृत गर्नुपर्ने हुन्थ्यो, सम्मानित गर्नुपर्ने हुन्थ्यो, ताकि अरू सबै राष्ट्र सेवकहरूको मनोबल उठोस्। तर फेरि पनि यहाँ अपमानितै गर्दै बाटो सरकारले रोज्यो। किन भन्दा सरकारले को आदेश पालना गरेन रे। कस्तो आदेश पालन भएन सभामुख महोदय, म यो प्रश्न गर्न चाहन्छु। हुकुमी आदेश, स्वेच्छाचारी आदेशको पालना हुकुमी शासनमा मात्र हुन्छ, लोकतन्त्रमा हुँदैन सभामुख महोदय। विद्युत बक्यौता नउठाउँ, लाइन विद्युत बक्यौता उठाउनको लागि लाइन काट्न हुँदैन भनेर दिने आदेश पालन गर्नु लोकतन्त्रमा के राष्ट्र सेवकको दायित्व हुन्छ? यो कर्तव्य पुरा गर्न बाध्य हुन्छ एक राष्ट्र सेवक। सम्माननीय प्रधानमन्त्रीजीले पनि कुनै बेला हुकुमी शासकहरूका आदेशहरू र फरमानहरूलाई व्यवस्था गरेर हिँड्नु भएको थियो, अनि उहाँले गर्ने तिनै आदेशहरू, त्यस्तै प्रकृतिका आदेशहरू पालना गर्नुपर्ने बाध्यता नथोपरियोस्, थोपर्न हुँदैन। त्यसकारण सभामुख महोदय, अब मैले अन्तमा यो सबै परिस्थितिमा यो जे बाटो सरकार हिँडिराखेको छ, राज्यका अङ्गहरूलाई, निकायहरूलाई कमजोर बनाउने, आफ्नो नियन्त्रणमा राख्ने, स्वेच्छाचारी ढङ्गले त्यसको चाहिँ दुरुपयोग गर्ने र सर्वसत्तावाद लागू गर्ने जुन बाटोमा सरकार हिँडिराखेको छ, हामी यसको सख्त प्रतिवाद गर्दछौँ र सख्त विरोध गर्दछौँ। सभामुख महोदय, अहिले पछिल्लो समयमा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकमाथि जुन प्रकारको हरकत सरकारले गर्यो, यो बारेमा आम नेपाली जनताले चासोका साथ हेरिराखेका छन्। प्रमुख प्रतिपक्षी एक जिम्मेवार राजनीतिक दल हुनुको नाताले, प्रतिपक्षी जिम्मेवार राजनीतिक दलहरू हुनुको नाताले जनताको यस प्रकारको चासोप्रति, जनताको यस प्रकारको सरकारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र हामी चाहन्छौँ सरकार यस प्रकृतिको निर्णय फिर्ता ल्याओस् र त्यसको निम्ति प्रधानमन्त्रीजीले आएर संसदलाई यस बारेमा भएका समग्र कुराको जानकारी तत्काल गराउनु पर्दछ र प्रधानमन्त्रीजीले यो गम्भीर राष्ट्रिय सरोकारको विषय आज जे बनिराखेको छ, जनसरोकारको विषय बनिराखेको छ, यस बारेमा संसदलाई जानकारी नगराउँदासम्म संसद सुचारू हुन नसक्ने जानकारीमा प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी दलको तर्फबाट गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, आसन ग्रहण गरौँ, किनभने यहाँहरूले संसदमा सरकारको जवाफको माग गर्नुभएको छ। सरकारले जवाफ दिनको लागि पनि उसलाई सूचना हुनुपर्छ, उसले पनि समय माग्नु स्वाभाविक हुन पनि सक्छ। त्यसले गर्दा यहाँहरूले राख्नुभएको कुरा ध्यान आकृष्ट भएको छ। आसन ग्रहण गरेर सभाको कारबाहीलाई अगाडि बढाउनको लागि मान्यहरूले सहयोग गर्नुहोस्। म मान्यजीहरूलाई त्यो अनुरोध गर्दछु। मान्य सदस्यहरू, यहाँहरूले राख्नुभएको कुरा सदनमा जानकारी भयो। सदनका कारबाही, नियमित कारबाहीहरूको महत्त्व यहाँहरूलाई पनि थाहा छ। अहिले हामी धेरैवटा विधेयकहरूलाई सम्पन्न गरेर कानुन बनाउने क्रममा गतिका साथ लाग्नु परेको र लागिरहेको स्थिति छ। सबै मान्यजीहरूको त्यत्तिकै सहयोग र तत्परता र यहाँहरूको सक्रियता बिना यो सम्भव छैन। त्यस कारणले त्यो कुराहरू पुरा गर्ने कुरामा यहाँहरूले कारबाहीलाई अगाडि बढाउन साथ दिनको लागि आसन ग्रहण गर्न म अनुरोध गर्दछु। मान्य सदस्यहरू, आसन ग्रहण गरौँ र आसन ग्रहण गरिसकेपछि बाँकी कारबाहीको बारेमा के गर्ने, चित्त बुझ्ने नबुझ्ने त्यस पछाडिको कुराहरू आउँछ। त्यसैले मैले यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गरेको छु।
आकस्मिक समयमा अरू पनि मान्यजीहरूले बोल्नको लागि समय माग गर्नुभएको छ र त्यस पछाडि आजका अन्य विषयहरूमा जानको लागि पनि मान्यजीहरूको आसन ग्रहण गरेर सहयोग गर्नु जरुरी हुन्छ। त्यस कारणले मान्यजीहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू आसन ग्रहण गरेपछि सभा सुरु हुन्छ र समय दिने नदिने के विषयमा जाने त्यस पछाडि मात्रै यताबाट गर्ने वातावरण बन्छ। त्यस कारणले पहिलो कुरो त मान्यजीहरू आसन ग्रहण गरेर वातावरण बनाऊ। मान्य सदस्यहरू, सभा सञ्चालन गर्ने हामी सबैको दायित्व हो। यो दायित्व पुरा गर्नको लागि मान्यहरूले आसन ग्रहण गरेर वातावरणहरू बनाउनु जरुरी छ। त्यस कारणले आसन ग्रहण गरौँ।